लासो फ्यापुला जयमसी सबैजनालाई र इन्टरनेसनल तामाङ स्पिकिङ क्रिस्चियन फेलोसिपमा हजुरलाई स्वागत छ यो च्यानलमा। र आज चाहिँ म तपाईँहरूको माझमा चाहिँ तामाङ भजन 39 नम्बरको भजन, तामाङ क्रिस्चियन हिम्नल बुकमा चाहिँ 39 नम्बरको भजन छ। र छोन्बो प्रभु येशुदा भन्ने भजनको चाहिँ आज म गिटार कसरी बजाउने, यो गीतमा कसरी गिटार बजाउने भनेर चाहिँ मैले ट्युटोरियल हजुरको माझमा ल्याएको छु। र हुन्छ, आउनुहोस् हामी सुरु गर्नेछौँ। यो गीतमा चाहिँ हामीहरूको स्पेसली 3वटा कर्ड युज भएको छ है। तामाङ सेलो गीत भएको कारणले चाहिँ प्राय यसमा चाहिँ 3वटा कर्ड मात्रै युज हुन्छ प्राय है। र यो गीतमा चाहिँ ए यसरी है, ए ओपनमा नै बजाउन सक्नुहुन्छ हजुरहरूले। अनि त्यसपछि जी, अनि त्यसपछि ई माइनर। यो 3टा कर्ड भएपछि चाहिँ हामीले अर्को बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि रिदमिक प्याटर्न कसरी बजाउने। यसलाई चाहिँ 6/8 पनि भनिन्छ अथवा झ्याउरे बिट, तामाङ सेलो बिट, हजुरले जुन भन्न सजिलो हुन्छ है त्यो भन्नुहोस्, अथवा बजाउँदाखेरि नै हामीले त्यही बजाउने। डाउन अप च्याप डाउन, हेर्नुहोस् है, सिम्पली बुझ्दाखेरि चाहिँ डाउन अप च्याप डाउन। यो रिदमिक प्याटर्न चाहिँ फलो भएको छ यो गीतमा चाहिँ, अरिजिनलमा चाहिँ है। इन्ट्रोमा चाहिँ हामीको ए कर्ड अनि जी कर्ड अनि ई माइनर कर्ड नै, यसलाई चाहिँ 2-2 बार बजाउने है, 2-2 चोटि बजाउने। त्यसपछि हामीको गीत उठ्छ है। यस्तो हामीको इन्ट्रो भएपछि अब चाहिँ हामीले गीत सुरु गर्ने हैन। गीतमा चाहिँ छोन्बो प्रभु येशुदा डम्फु राप्सी फ्यापुल्ला है, गीत सुरु हुन्छ छोन्बो प्रभु येशुदा भनेर। त्यसपछि हामीले ए जी ई माइनर युज हुन्छ है। छोन्बो प्रभु येशुदा डम्फु राप्सी फ्यापुल्ला, हामी के भन्दाखेरि चाहिँ छोन्बो प्रभु येशुदा भन्नेसम्म चाहिँ जी बजाउने। त्यसपछि राप्सी फ्यापुल्ला भन्ने बेला चाहिँ हामीले जी लाउनु पर्यो है। हेर्नुहोस् है, छोन्बो प्रभु येशुदा डम्फु भन्दाखेरि चाहिँ हामीले कर्ड चेन्ज गर्नु पर्यो है। डम्फु भन्दाखेरि चाहिँ हामी जीमा जानु पर्यो। हेर्नुहोस् है, छोन्बो प्रभु येशुदा डम्फु राप्सी फ्यापुल्ला है। फ्यापुल्ला भन्नेमा चाहिँ फेरि हामी इमाने जाने। अनि त्यसपछि जम्मन्चे चोबा प्रभुदा चुसिमनाङ्री डेन्मुला, अनि त्यसपछि जम्मन्से शोभा प्रभुदा चुसिमनाङ्री डेन्मुला। अनि यसमा चाहिँ हामीले फेरि पनि जम्मन्से भन्ने बेलामा चाहिँ हामी जीमै ल्याउने, जम्मन्से शोभा प्रभुदा चुसिमनाङ्री डेन्मुला। अनि यो भन्ने बेलामा चाहिँ हामीले फेरि पनि हामी एफमा लाने, ई माइनरबाट हामी जीमा लाने फेरि है। अघि न डम्फु राप्सी फ्याफुल्ला भएको छ नि। अनि त्यसपछि अब जम्मन्चे चोबा प्रभुदा चुसिमनाङ्री डेन्मुला, जम्मन्चे शोभा प्रभुदा चुसिमनाङ्री डेन्मुला। चुसिमनाङ्री डेन्मुला भन्ने बेला चाहिँ फेरि चु भन्ने सुरु हुन्छ, त्यसपछि हजुरहरूले चाहिँ ई माइनरमा लाने है। जम्मन्चे शोभा प्रभुदा चुसिमनाङ्री डेन्मुला, अनि डेन्मुला भन्ने बेला चाहिँ एमा लग्दा हुन्छ है हजुरहरूले। ओके, र फाइनलमा चाहिँ हामीको यस्तो हुन्छ, छोन्बो प्रभु येशुदा डम्फु राप्सी फ्याफुल्ला, जम्मन्चे शोभा प्रभुदा चुसिमनाङ्री डेन्मुला है। हुन्छ, हामीको कोरस पार्ट चाहिँ यति नै हो। कोरस पार्टमा चाहिँ सजिलो हुन्छ। अब हामीको फर्स्ट पार्टमा जाउँ। अनि फर्स्ट पार्टमा के छ, मागार छेउबा दोङदोङ्ग्री चुए जम्बु लिङ्ग्री, गामुबा जैलेन मङथुम्री गामुबा जैलेन तुङ्गाली, प्रभु येशुदा गाई स्याप्ची दान्देका नाताजी ढुक्कारी। हेर्नुहोस् है, मगर छेउमा दोङदोङ्ग्री, मगर छेउबा दोङदोङ्ग्री चुहे जम्बु लिङ्ग्री मी,
ngamu bajailin mangthomri ngamu bajailin dungalari त्यहाँ पनि सेम अगाडिको हामीको कोरस पार्टमा गरेको जसरी नै हैन अब मागर छ्युङबा दङदङरी चुवे जम्बु लिङ्ग्री भन्दा चुवे जम्बु लिङ्ग्रिमी भन्ने बेला चाहिँ इ माइनर गइहाल्ने फेरि मागर छ्युङबा दङदङरी चुवे जम्बु लिङ्ग्रिमी अनि त्यसै ngamu bajailin mangthomri ngamu bajailin dungalri ngamu bajailin mangthomri भन्ने बेला चाहिँ फेरि जीमा जाने ngamu bajailin mangthomri ngamu bajailin dungalri ngamu bajailin भन्ने बेला चाहिँ इ माइनर अनि dungalri है ngamu bajailin dungalri यसरी नै अनि यो सिद्धिन्छ अनि त्यसपछि प्रभु येशू दाङाइ स्याप्ची धान्देगा गाताजी ढुक्करी यहाँनिर चाहिँ कसरी गर्ने त प्रभु येशू दाङाइ स्याप्ची प्रभु येशू दाङाइ स्याप्ची यहाँ पनि ए जी इ माइनर दुई बार यसमा बजायो भने यसमा पनि त्यही मिल्छ है त प्रभु येशू दाङाइ स्याप्ची धान्देगा गाताजी ढुक्करी प्रभु येशू दाङाइ स्याप्ची स्याप्ची भन्दै गर्दाखेरि हामी जीमा जाँदा हुन्छ है प्रभु येशू दाङाइ स्याप्ची अनि धान्देगा भन्ने बेला इ माइनर धान्देगा गाताजी सुक्करी धान्देगा गाताजी सुक्करी भन्ने बेला चाहिँ फेरि एमा हुने है त्यसरी नै बजाउने माग छुङबा दङदङरी चुवे जम्बु लिङ्ग्रिमी ngamu bajailin mangthomri ngamu bajailin dungalari प्रभु येशू दाङाइ स्याप्ची धान्देगा गाताजी सुक्करी प्रभु येशू दाङाइ स्याप्ची धान्देगा गाताजी सुक्करी हुन्छ धन्यवाद हजुरले यहाँसम्म हेरिदिनु भयो है गिटार ट्युटोरियल कसरी बजाउने हैन यो गीतमा कसरी बजाउने भन्ने हजुरले सिक्नुभयो भने म आशा गर्दछु र अर्को दिनमा पनि हामी यसै नै अर्को गीतहरू पनि हामी सिक्नेछौँ र त्यति दिनसम्म हजुरले यो गीत सिकेर परमेश्वरको महिमा गर्न सक्नुहुन्छ हुन्छ जय मसी लासो फ्यापुला